हेलो गाइस, दर्शन नमस्ते। सन्चै आरामै हुनुहुन्छ होला हैन। म पनि आरामै छु हैन। के गरिरहनु भएको छ हैन। आज म चाहिँ मलेसियादेखि हैन आज म चाहिँ कहाँ जान लाग्छु भन्दाखेरि फेसबुक कन्टेन्ट भिडियोहरू बनाउन जान लाग्छु हैन। र बिस्तारै भ्लगहरू पनि आउँछ हैन। भ्लगहरू पनि आउँछ, सिक्दै छु हैन। सो रेडी भएर म चाहिँ यतिकै हैन ब्याग स्याग हैन स्ट्यान्ड लिएर हैन म रिल बनाउन जान लाग्छु। र यो चाहिँ मलेसियाको गाउँघरको एरिया हो हैन। गाउँघरतिरको यो यत्र रोड चाहिँ बबाल छ कि यहाँ साथीहरू हैन। हाम्रो नेपालको त्यो काठमाडौँ राजधानीमा पनि यतिको हुँदैन क्या साथीहरू हैन। हेर्नु न यहाँ चाहिँ गाउँघरमा पनि यतिको पिच हुन्छ क्या। यस्तो छ साथीहरू। र आज म तपाईहरुलाई देखाइदिन्छु हैन। अरू गाउँहरू पनि देखाइदिन्छु के कसो हुन्छ, हेरिदिनु होला हैन। र मलेसियाहरूको यहाँ भिलेज हैन, गाउँघरतिर यतातिर मलेसियाको गाउँघरको चाहिँ नि घरहरू हैन कस्तो हुन्छ म तपाईहरुलाई देखाइदिन्छु हैन यो भिडियो मार्फत। आजको भिडियो चाहिँ म भ्लग बनाउने सिक्दैछु हैन। के कसो हुन्छ साथ दिनु होला साथीहरू हैन। म अब चाहिँ भिडियोतर्फ लाग्छु। सबै रेडी छु हैन। माइक साइक छ हैन, स्टिङ यो चाहिँ यहाँ मोबाइल राख्छन् हैन। के कसो हुन्छ साथ सपोर्ट दिनु होला, हेरिदिनु होला हैन। म पनि नयाँ हो के युट्युबमा हैन। त्यही भएर चाहिँ साथ सपोर्ट दिनु होला साथीहरू है। ल अब चाहिँ म भिडियोतर्फ लागेँ हैन। फेसबुकले फलो गरिदिनु होला साथीहरू, हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला हैन। म नयाँ हो, त्यही भएर सबैले सहायता दिनु होला भन्ने म अनुरोध गर्दछु हैन। अब कस्तो हुन्छ अहिले नयाँ छु के हैन। अब सिक्दैछु। खासै मोबाइलको क्वालिटी पनि खासै राम्रो छैन होला हैन। साथीहरू एडजस्ट गरिदिनु होला हैन। अहिले नयाँ हो नि त, सिक्दै हो। जस्ट ट्रेनिङ हो कि यो चाहिँ हैन। त्यही भएर पछि चाहिँ नि अब क्वालिटी अहिले राम्रो नभए तापनि सिक्नको लागि चाहिँ त्यो ठिकै छ भन्छु म हैन। पछि कस्तो हुन्छ हैन, पछिको लागि पछि नै सोचौँला। पछि अलिकति तपाईहरुको माया पाएपछि, साथ सपोर्ट पाएपछि त्यसपछि भिडियोहरु क्वालिटी पनि राम्रै आउँछ है साथीहरु। ल अब म ढिलो नगरी भिडियोतर्फ लाग्छु हैन। अब देखाइदिन्छु म आज तपाईहरु यो गाउँघर मलेसियाको गाउँघरतिरको भिलेज हैन साथीहरु। ल अब फेरि हेरेर अब सँगै घुमौँ है त ल साथीहरु। ल त हेलो गाइस, अब हामी लाग्ने हैन। अब झोला सोला लगाएर हैन गइहाल्नु पर्छ यहाँबाट। तपाईहरु पनि अब गाउँघर देखाइदिनु पर्यो नि त हैन साथीहरु। ल हेरौँ हैन, सँगै घुमौँ साथीहरु गाउँघरतिर हैन। अब यता मलेसियातिरको गाउँघर तपाईहरुलाई म देखाइदिन्छु हैन। ल लगाम है त। सो गाइस, अब यहाँको रोडहरू हेर्नु होला हैन। अब यहाँको यो चाहिँ गाउँघर एरिया हो। अझै सहर एरियातिर त अझै खतरनाक छ भन्छु हैन। र त्यता कोलालम्पुरतिर त घुमेको छैन, गएको छैन उता हैन। र बिस्तारै घुम्छन् हैन। हेर्नु होला हैन साथीहरु। सो साथीहरु, म चाहिँ नि नयाँ हो हैन, भ्लगमा नयाँ हो हैन। त्यस साथीहरु साथ सपोर्ट गरिदिनु होला हैन। नयाँ भ्लग हो मेरो, नयाँ भ्लगर हो हैन। त्यही भएर सो साथ सपोर्ट गरिदिनु होला साथीहरु। फेसबुकलाई फलो गरिदिनु, सब्स्क्राइब गरिदिनु हैन साथीहरु। म सिक्दैछु है साथीहरु, भ्लग बनाउने सिक्दैछु। के कस्तो हुन्छ पछि अब खासै अब क्यामेराको क्वालिटी त राम्रो भन्न सकिन्न हैन। तै पनि म सिक्दैछु के प्रयास हैन। बिस्तारै अब तपाईहरुको साथ सपोर्ट पाएपछि अब बल्ल त्यसपछि पुरा हुन्छ क्या। त्यसपछि क्यामेरा क्वालिटी पनि राम्रो आउँछ हैन। त्यसपछि अहिले त अब मोबाइलबाटै काम चलाइरहेको छ साथीहरु हैन। ट्राफिक रहेछ त। अब रोड क्रस गर्नेछौँ हैन साथीहरु।
म चाहिँ तपाईँहरूलाई गाउँघर देखाइदिन्छु है साथीहरू। यहाँको भेज होइन, यिनीहरूको रहन सहन कस्तो हुन्छ। यिनीहरू सुम्पी यो घर तपाईँहरू देखिरहनु भएको नि, यो घर सबै गभर्मेन्टले दिएको। यिनीहरू चाहिँ सबै आर्मीहरूको घर हो क्या होइन। साह्रै हल्ला गर्छ हो यिनीहरू सबै आर्मीहरूको घर हो क्या, जुन गभर्मेन्ट जब गर्ने होइन, सोल्जर भन्छ नि, सोल्जर हो, सोल्जरहरूको घर हो यिनीहरू सबै होइन, सरकारले दिएको होइन। ल म चाहिँ यता लाग्छु होइन। बारु 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 भनेको मलेसियामा नयाँ है साथीहरू, नयाँ बारु। नयाँ बस गइरहेको थियो कि होइन, त्यही भएर बारु भनिदिएको। बारु यहाँ चाहिँ नि नयाँले बारु भन्दो रहेछ क्या मलेसियामा होइन। सो पानी पर्ला जस्तो भइरहेछ साथीहरू। आज चाहिँ धेरै लामो भिडियो चाहिँ हुँदैन होला सायद होइन। आज पानी पर्ला जस्तो छ है साथीहरू। यार आज खासै कन्टेन्ट बन्दैन क्या हो जस्तो लाग्यो। आज चाहिँ नि हुँदैन जस्तो लाग्यो मलाई। यिनीहरू सबै छ नि साथीहरू, यो घर तपाईँहरूले दिइरहनु भएको छ नि, यो सबै यहाँको गभर्मेन्टले दिएको हो कि होइन। गभर्मेन्टको जग्गा हो कि हो होइन। त्यही भएर यो सोल्जरहरूको घर हो कि सबै होइन, गभर्मेन्ट जब गर्नेहरूको घर यस्तो छ होइन। यहाँ तपाईँलाई म देखाइराख्नु भएको, यस्तो देखिराख्नु भएको छ कि भएको छैन होइन। तर यहाँ यतातिर रोड खासै राम्रो छैन हो, खतरा 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 गरिरहेछ हो। ओहो मोबाइल हल्लिरहेको होला है साथीहरू, भिडियो राम्रोसँग आएन क्या हो। यो सबै घर जम्मै आर्मीहरूको हो कि यहाँको होइन, सोल्जरको घर हो यिनीहरू सबै। तपाईँलाई म सबै देखाइदिन्छु है साथीहरू। ए स्पिड ब्रेकर आयो, स्पिड ब्रेकर आयो 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 आयो। म चाहिँ यताबाट राइट लाग्छु है। सो साथीहरू म यहाँदेखि राइट लागेँ है, यहाँदेखि राइट लाग्छु होइन। त्यसपछि उताबाट फेरि तपाईँलाई सबै देखाइदिन्छु कि होइन। यहाँको रहन सहन हेर्नु कति बब्बाल छ क्या होइन। यहाँ एउटा बच्चाहरू खेल्ने ग्राउन्ड छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ होइन। ग्राउन्ड, यो ग्राउन्ड छ नि, बच्चाहरू खेलिरहेको होइन। स्कुलबाट आएर बिचरा एकछिन खेलेको होइन। सो यो मलेसिया छ नि साथीहरू, मलेसिया सेम नेपाल जस्तै लाग्छ कि मलाई त हौ। हावापानी भयो, रहन सहन यहाँको होइन, तर भाषा मात्रै फरक हुने हो कि यहाँ होइन। अनि पानी पनि त्यस्तै लाग्छ मलाई, सेम नेपालको जस्तै होइन। हावापानीहरू जमिन होइन सबै के, यहाँको घरहरू चाहिँ अलिक फरक हुन्छ होइन। यहाँ फेरि यो गाउँघरतिर सरै अलिकति अग्लो अग्लो घरै बनाउनु क्या, ट्याक्क होइन, आफ्नो परिवार बस्नलाई सानो क्या ठिक्कको। हेर्नु न यो सबै सानो घर हो क्या। आज चाहिँ पानी पर्ला जस्तो भएको छ साथीहरू है।
खासै आज भिडियो लामो गराउन चाहन्न म, किनभने पानी पर्लाइरहेको छ। फेरि भिज्यो भने खतरनाक गरेर न साथीहरू, यो घर खतरा नि होइन। यो चाहिँ अब रिसहरूको घर होला नि होइन, रिस हो भन्ने होइन, उनीहरूको घर हुनसक्छ यो। यहाँबाट राइट लागौँ भनेको खाली हुँदैन हौ साथीहरू त्यो। राइट लेफ्ट के लेफ्ट होइन, राइट होइन लेफ्ट हो। लेफ्ट जाने भनेको कहिले खाली हुने हो। लाग्यो है साथीहरू होइन। आवाज हेर्न नसकेको आवाज प्यारा है। यहाँ चाहिँ नि कस्तो हुन्छ भने होइन, यो साइलेन्सरहरू हालेर कुदाएर हिँड्छ नि यिनीहरूले फेरि यहाँको ट्राफिकहरूले के भन्दैन कि। नेपालमा जस्तो छैन नि त यहाँ त जस्तो आफ्नो बाइक भएपछि, आफ्नो नाममा बाइक भएपछि होइन, जस्तो गरेर मोडिफाई गरेर जस्तो गरेर चलाएर हिँडे पनि भयो क्या यहाँ होइन। त्यति प्रब्लम छैन यहाँको लागि। विकसित देशमा यस्तो हुन्छ क्या। अब नेपालमा कस्तो हुन्छ भन्दाखेरि अब नेपालको ट्राफिकहरू होइन, अब यो मिलेन त्यो पैसा लुट्नको लागि अब नेपालको ट्राफिकहरूलाई अब त्यस्तै छ क्या अब होइन। फेरि नराम्रो भने दाउरी भन्यो भन्ने होला होइन, जे छ त्यही त भन्ने होला क्या हेर्नु साथीहरू। अब साँच्चै अब यो मिलेन त्यो मिलेन होइन, एउटा त्यो अब स्टिकर हुन्छ नि, त्यो स्टिकर लगाएर चलाउने पनि नमिल्ने रे क्या होइन। अब सबै ठिक भयो भने एउटा न एउटा न्यु पारेर होइन पैसा लुटिहाल्छ। ओए बोलिमा न, ए हामीसँग काम गर्ने साथी रहेछ होइन, जिस्काइरहेको छ क्या गरेर। उता गइयो त्यो चाहिँ, म चाहिँ यता लाग्ने हो क्या साथीहरू होइन। म चाहिँ यतातिर लाग्ने हो। अब हाम्रो साथीहरू त्यो हामीसँग काम गर्ने भित्र कम्पनीमा काम गर्ने साथीहरू जिस्किहाल्छ भेट्यो भने होइन, जिस्किरहन्छ। सो अब म चाहिँ यहाँ तपाईँहरूलाई एउटा चिज देखाउनु गइरहेको छु कि होइन, यो हाम्रो नेपालमा मानिने सबभन्दा मानिने जुन छ नि बुद्ध जुन हाम्रो नेपालमा जन्मेको होइन, बुद्धको जुन मन्दिर तपाईँलाई देखाउन गइरहेको छु म होइन। अहिले गाउँहरू त देखिसक्नुभयो होला साथी होइन, गाउँहरू त देखिसक्नुभयो होला। अब म तपाईँहरूलाई अर्को चिज देखाउँछु है फेरि, त्यही अघि भनेको त्यो बुद्धिस्टको मन्दिर होइन। यो मलेसियामा पनि हुँदो रहेछ क्या बुद्धिस्टहरू होइन। मलेसियामा भयो, म्यानमार भयो, थाइल्यान्ड भयो, हुँदो रहेछ क्या, नेपालमा भयो होइन। म चाहिँ यताबाट कहाँबाट बाटो कहाँबाट हो, यहाँ अलिअलि अगाडिबाट रहेछ होइन, अलि अगाडिबाट लेफ्ट। ल म तपाईँहरूलाई त्यही चिज देखाउँछु हेर्नु है साथीहरू। त्यो त पुरा मन्दिर होइन। त्यो मलेसियामा जुन प्यारालिसमा कोही हुनुहुन्छ भने, प्यारालिस कङ्गरमा कोही हुनुहुन्छ भने आउन सक्नुहुन्छ तपाईँहरू यहाँ घुम्न होइन। पछि पो आउँछ अरे कुकुर त। ल हेर्नुहोस् साथीहरू, यहाँबाट गेट छ, गेट दुईवटा रहेछ क्या, एउटा उताबाट छ एउटा यताबाट छ। ल हेर्नुहोस् साथीहरू, यो सबै छ नि यहाँ, यो बुद्धिस्टको मन्दिर हो। म तपाईँहरूले मूर्ति पनि देखाइदिन्छु होइन, हेरिदिनु होला होइन। म यहाँ बाहिर राख्छु। सो गाइस म यहाँ मन्दिरतिर आइरहेको छु होइन, हेर्न सक्नुहुन्छ साथीहरू होइन। यो सबै बुद्धिस्टको मन्दिर हो होइन। यहाँ लामाहरू हुन्छन् कि होइन,
ठुला ठुला लामाहरू भन्ने चाहिँ हुन्छ नि बुद्धिस्टहरूको लामाहरू हुँदो रहेछ यहाँ। ल हेर्नु साथीहरू यो बुद्धिस्टको अनि यहाँ बुद्धिस्टको जुन मूर्ति पनि छ हैन। हेर्नुहोस् यो मन्दिर हो हैन। हुन त के हो यो अब बुद्धिस्ट भन्न पनि अरू के पनि छ हैन। मलाई त खासै जानकारी छैन हैन। यस्तो छ हैन। यस्तो छ ए घर जस्तो पनि देखिन्छ यहाँ सायद लामाहरू बस्ने घर होला हैन। ल हेर्नु साथीहरू यहाँ यस्तो छ है बुद्धिस्ट हाम्रो नेपालमा जन्मिनु भएको हैन। बुद्ध भगवान भन्छ नि हैन बुद्ध भगवानको मूर्ति लगाइरहेको छ। सो साथीहरू मैले अहिलेसम्म बनाइरहेको रिलहरू हुन्छ नि मैले बनाउने रिल भनेको म यही बनाउँछु प्रायः जसो रिलहरू हैन। अब यहाँको भिडियो पनि तपाईले देखिरहनु भएको होला। उता उता भयो यो चौपडी जस्तो छ नि यहाँ हैन। यही हो मैले प्रायः जसो रिलहरू बनाउने फोटोहरू खिच्ने हैन। अब खासै अब घुम्ने जस्तो ठाउँ त छैन तर पनि अरू ठाउँमा भनौँ राम्रै छ। अरू ठाउँमा राम्रो ठाउँमा जानको लागि त अब धेरै टाढा पर्छ हैन। त्यही भएर साथीहरू म यही बनाउँछु क्या। यो मेरो बाइसाइकल भयो हैन। त्यसपछि यहाँ अघि मैले फोटोहरू पनि धेरै हालेको छु यहाँको हैन। यस्तो छ क्या साथीहरू हेर्नु न क्या घर जस्तो क्या। हेर्नु न यहाँ बबाल हुन्छ क्या यहाँ हेर्नु न। न घामले पर्ने मस्त हावा सिरेर आइरहेको छ हैन। जुन हाम्रो मलेसियामा पेरेलिस काङ्गर भन्ने ठाउँमा कोही हुनुहुन्छ भने यहाँ आउनु होला। गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्नुहुन्छ मस्त गफ गरेर है। गर्लफ्रेन्ड हुनुहुने साथी दाइ भाइहरूलाई यहाँ चाहिँ स्वागत छ है। यहाँ मस्त हैन बस्न पाइयो नि त सबै साथीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड मात्र हैन कि अरू साथीहरू पनि बस्न पायो कि यहाँ हैन। मस्त हेर्नु न टक्क लगाएर यहाँ बस्न पाइयो। यहाँ चाहिँ कति लगभग 2 जना 4 जना 6 जना 7 8 9 10 जना चाहिँ यहाँ आउँछ है साथीहरू। अनि यहाँ चाहिँ नि लगभग 6 जनाको मात्रै रहेछ यहाँ चाहिँ नि हैन। खासै घुम्ने जस्तो ठाउँ त छैन हैन। त्यही पनि अब यसो जे होस् अलिकति देख्नलाई राम्रो नि देखिन्छ तर खासै घुम्ने जस्तो ठाउँ त हैन। त्यही पनि अब कामबाट आएर थाकेको बेला चाहिँ यही मजा आउँछ कि साथीहरू। मस्त हावा आउँछ हेर्नु यस्तो रुख थियो के को रुख हो हैन। खासै थाहा त भएन के को रुख हो। यहाँ के गुड हो क्या गुड जस्तो पनि देखिन्छ यहाँ हैन साथीहरू। चाराको गुड हो के हो। ल फाइनली गाइस यस्तै छ है। मैले यो प्रायः जसो यही भिडियो बनाउँछु। मैले एउटा यो रुखमा बसेर पनि एउटा बनाएको छु हैन। तपाईले कसले देख्नु भएको छ कमेन्ट गर्नु होला हैन। सो यहाँ पनि मैले धेरै फोटोहरू खिचेको छ। त्यहाँ भयो हैन। त्यहाँ पनि एउटा फोटो छ मेरो हैन। ए बिचरा भाङ्गेराहरू चरिरहेछ। सो त्यही हो साथीहरू आजको भ्लग हैन। आजको भ्लग खसै राम्रो त भएन हैन। सिक्दैछु साथीहरू अब सिक्दैछु साथीहरू भाषा हैन। अब भाषामा पनि भ्लग बनाउने हैन। अब बिस्तारै आउँछ हैन। अब बिस्तारै सिक्दैछु म पनि हैन। अब पछि अब पछि मस्त अब सान्ने भने अब तपाईहरुले माया साथ सपोर्ट दियो भने चाहिँ नि अब पछि अब अझै राम्रो भिडियोहरू आउँछ हैन साथीहरू। रिलहरू भयो फेसबुकमा कन्टेन्ट रिलहरू भयो हैन। युट्युबमा अनि त्यसपछि भ्लगहरू भयो। तिनीहरू चाहिँ बिस्तारै चाहिँ म अब सिकेर चाहिँ जुन अब जस्ट अहिले त ट्रेनिङमा छु हैन। पछि चाहिँ नि अब तपाईहरुले माया साथ सपोर्ट दिएपछि चाहिँ नि अझै म राम्रो गर्दै जान पाएको होस् हैन। त्यही भन्न चाहन्छु साथीहरू हैन। अब आजको भिडियो के कस्तो लाग्यो ट्रेनिङ भ्लग के कस्तो लाग्यो हैन। लाइक कमेन्ट शेयर गरिदिनु होला साथीहरू। त्यति गरेर माया साथ सपोर्ट देखाइदिनु होला साथीहरू है। त्यही भन्न चाहन्छु म हैन।
अब भर्खरै सिक्दैछु के कसो हुन्छ होइन तपाईँले साथ सपोर्ट दिनु होला त्यस्तै छ अब साथीहरू आजको भ्लग यति नै होइन घुम्ने ठाउँ त धेरै छ तर आज चाहिँ पानी पर्न लाग्छ साथीहरू बिस्तारै आउँछ है अरू भ्लगहरू भयो होइन बिस्तारै आउँछ नाच्दिनु होला बस तपाईँहरूले मलाई साथ सपोर्ट दिनु होला होइन माया देखाइदिनु होला साथीहरू त्यही भन्न चाहन्छु ल के कुरा अन्त यहाँ सानो एउटा टुकेको क्यामेरा चाहिँ त्यही कराएर आएछ क्या टुकेको अब ट्रेनिङको लागि लिएको साथीहरू होइन क्वालिटी खासै राम्रो छैन तर पनि जस्ट सिक्नलाई चाहिँ ट्रेनिङको लागि चाहिँ बेस्ट हुन्छ सो त्यही हो साथीहरू आजको भ्लग यति नै है साथीहरू भेट्छु फेरि अब अर्को भ्लगमा है सो साथीहरू भिडियोको के कस्तो लाग्यो अब त्यही गर्नु कमेन्टमा भन्नु होला होइन मैले कुनै नराम्रो भनेको छ भने कुनै बोलीमा नराम्रो कुनै बिर्सेर कतै नराम्रो हुन पुग्यो भने तपाईँहरूले चाहिँ मलाई माफ गरिदिनु होला होइन त बोल्दा बोल्दा यो हड्डी नभएको जीव हो होइन पल्याट्ट पोल्टिहाल्छ के बोलिहाल्छ क्या कहिले कहिले बिर्सेर होइन साथीहरू त्यही भएर त्यही कतै गल्ती भयो भए मलाई भुलचुकमा गल्ती भयो भने माफ गर्नु होला साथीहरू होइन सो सिक्दैछु किन करायो क्यामेरा त्यही हो साथीहरू होइन भिडियो कस्तो लाग्यो अब लाइक कमेन्ट सेयर गर्नु होला साथीहरू साथ सपोर्ट दिनु होला तपाईँहरूलाई म अझै पनि प्राथमिकता चाहिँ भएको छैन म अझै पनि राम्रो गर्दै जाओस् भनेर तपाईँहरूले चाहिँ साथ सपोर्ट दिनु होला साथीहरू सो प्लिज साथीहरू है फलो गरिदिनु होला फेसबुकले फलो सब्सक्राइब गर्नु होला है युट्युबमा पनि बिस्तारै बिस्तारै मैले हालेको छु होइन युट्युबमा पनि म ट्राई गरिरहेको छ पछि कस्तो हुन्छ होइन युट्युबमा पनि अब राम्रै होला होइन भर्खरै सुरु गरेको हो बिस्तारै राम्रो होला सबै कुरा एकैचोटि हुँदैन होइन त्यही भएको कारणले आत्तिनु हुँदैन बिस्तारै गर्ने साथीहरू सो साथीहरू भिडियो कस्तो लाग्यो होइन मन परे पनि नपरे पनि के साथीहरू के कस्तो लाग्यो यथार्थ जे छ त्यही कमेन्टमा ठोकिदिनु होला साथीहरू होइन त्यही हो आजको भ्लग यति नै अब भेट्छु फेरि नेक्स्ट भ्लगमा अब पानी पर्न लागिरहेको छ अब म जान्छु रुममा है साथीहरू त्यही हो अब ल आजको लागि यति नै है साथीहरू पानी पर्न लागिरहेको छ है तपाईँहरूलाई पनि म देखाइदिन्छु होइन ल हेर्नु साथीहरू बादल यस्तो कालो भएको छ कि है अब पानी पर्ला जस्तो भएको क्या साथीहरू त्यही भएर अब चाहिँ जान लाग्यो है त साथीहरू ल सबैले बाबा है अब भेट्छु फेरि नेक्स्ट भ्लगमा अथवा रिलमा कन्टेन्टमा है साथीहरू ल